एकैछिन साथी हो तपाईहरु मोबाइल चलाउँदै अहिलेसम्म यहाँसम्म पुग्नु भएको छ। तपाईहरु यो भिडियो हेर्नुस्, हामी अब अगाडि बढ्न सक्छौं। सबैलाई नमस्कार, मेरो युट्युब च्यानलमा तपाईहरु सबैलाई स्वागत छ। सबैजनाले साथ सपोर्ट गरिदिनु होला, सबैले सब्स्क्राइब गरिदिनु होला, माया गरिदिनु होला। हजुरहरुको मायाले गर्दा नै हामीलाई भिडियो बनाउन अलि हौसला मिल्छ। तपाईहरुले देख्न सक्नुहुन्छ यो कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ग्यासको सर्टेज भएका कारण यसरी लाइन लाग्नुपर्छ। 15 दिनसम्म लाइन लाग्दा पनि ग्यास पाइएको छैन। नेपाल सरकारले ग्यासको अभाव छैन भनेछ, नेपाल आइल निगमले पनि अभाव छैन भनेछ। भन्ने मान्छेहरुको आँखा छ कि छैन भन्ने कुरो चाहिँ हामीलाई थाहा भएन। कमसेकम आँखा हेरेर भन्नुपर्छ नि। ग्यासको अभाव छैन भन्ने भन्दाखेरि तर के गर्नुहुन्छ? हेर्न सक्नुहुन्छ यसरी दिनभरि लाइनमा बस्नुपर्छ तर पनि ग्यास पाइदैन। हालत यस्तो भएको छ, दिनभरि लाइनमा बसेछ, बेलुकाखेरि फेरि भित्र हात घर फर्किनुपर्छ। ग्यास पाउने सम्भावना छैन। ग्यासको लास्टै अभाव भएको छ। तपाईहरुले यो भिडियो चाहिँ जति सक्दो शेयर गरेर रिपोस्ट गरेर तपाईहरुले यो भिडियो चाहिँ हाम्रो अहिलेको प्रधानमन्त्री बालेन शाह, अहिलेको गृहमन्त्री सुदन गुरुङ लगायतका अन्य आइल निगम, नेपाल आइल निगमका कर्मचारी, हाकिम लगायतका सदस्य अध्यक्षसम्म यो भिडियो पुर्याइदिनु होला। जति सक्दो शेयर गर्नुहोस् अनि टिकटकमा रिपोस्ट कपलिङ गरेर शेयर गरेर सबै माझ पुर्याउनु होला। र यो भिडियोमा देखिनुभएका दर्शक महानुभावहरु तपाईहरुको मोबाइलमा आएको छ भने पनि तपाईहरु हेर्नु होला र तपाईहरुले पनि मलाई साथ सपोर्ट गर्नु होला। लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब सबै गर्नु होला। मेरो युट्युब च्यानलमा सब्स्क्राइब गरिदिनु होला अनि फेसबुकमा फलो गर्नु होला, टिकटकमा पनि फलो गर्नु होला अनि कमेन्ट, लाइक गरिदिनु होला। तपाईहरु पनि यहाँ हुनुहुन्छ होला किनभने लाइन लागेर म पनि लाइन लाग्या हो। मलाई पनि थाहा छ यहाँ दिनभरि लाइनमा बस्नुको पीडा कति हुन्छ। दिनभरि लाइनमा बस्यो, बेलुकाखेरि ग्यासै पाइदैन, खाली हात घर फर्किनुपर्छ। यो पीडा हामी सबैले थाहा छ। यहाँ मैले अरूलाई पनि सोध्ने प्रयास गर्न खोजेको थिएँ तर क्यामेरा समान्ने मान्छे नभएको कारणले गर्दा मैले अरूलाई सोध्न भ्याएन। किन भन्दा म पनि लाइनमा बसेको हो, मलाई पनि थाहा छ लाइनमा बस्नुको पीडा। त्यसैले अरूलाई सोध्न पाइएन। त्यो भन्दा पनि ठुलो कुरो चाहिँ क्यामेरा समान्ने साथी, मेरो साथी नभएको कारणले मैले यो भिडियो चाहिँ अरूलाई सोध्न पाएन। यो तपाईँ यहाँ कति दिन लाइनमा बस्नु भएको छ भनेर सोध्न पाइएन। यो सोध्ने मेरो कुरो थियो तर सोध्न सकेन, माफ गर्नु होला। यो चाहिँ सिंगल बोय मिडियाबाट आएको छ यो भिडियो। सबैले लाइक, कमेन्ट, शेयर